नमस्ते, स्वागत छ हजुरलाई दिदीको किचनमा। आज चाहिँ माछाको झोल र ढेँडो खाम है। आज मौसम पनि चिसो भएर मैले माछा ल्याउनु भनेर माछालाई धोइधाइ पारेर ट्याक्क पारेर यता मसला नि रेडी गरेको छु। यसमा अलिकति सबैलाई थाहा छ है, लसुन, टिमुर, प्याज, टमाटर हालेर बिरङबुङ पार्ने मिक्सरमा। अनि तेल तताएँ, हल्का जिराले मैले चाहिँ अलिकति जिरा पड्काएँ यसमा। अब जिरा रातो भएपछि अब अलिकति प्याज पनि राखेँ। अब अलिकति प्याज पनि राख्यो। अघि पिसेको मरमसलाहरू मजाले पकाउने है, मजाले पकाउने। अब नुन त स्वाद अनुसारै भइहाल्छ होइन, बेसार। मैले फेरि अलिकति खुर्सानीको धुलो हाल्यो, जिरा धनियाँ पाउडर नि हाल्यो। मजाले पकाउने, मजाले पाक्नुपर्छ क्या मसलाहरू चाहिँ। मैले चाहिँ यसमा अलिकति तोरी पनि एड गरेको छु। यो चाहिँ मेरो मम्मीले चाहिँ बेसरी मिठो पकाउनु हुन्थ्यो। सबै कुरा त सिक्यो, तर यो माछा पकाउन चाहिँ मम्मीको स्टाइलले चाहिँ कहिल्यै सिकेन है साथीहरू। यो चाहिँ माछा चाहिँ मेरो मम्मीले बेसरी मिठो पकाउँथ्यो। मलाई चाहिँ यसरी फ्राई नगरिकन हालेको माछा मिठो लाग्छ कि। रौ माछा हो यो चाहिँ। यो माछाको झोल चाहिँ खान मिठो हुन्छ कि। जस चिसो मौसममा माछाको झोल मिठो हुन्छ। अब यसरी हालेँ है, पानी हालेँ। यसलाई मजाले पकाउने 5-10 मिनटमा माछा फेरि छिट्टो पाकिहाल्छ। यतिको भएपछि मैले चाहिँ एकचोटि सर चलाइदिएँ फेरि। अनि मजाले धेरै चलाउनु नि हुन्न, माछा पतक्क भइहाल्छ। मजाले यसरी पतक्क भयो, मजाले पाक्यो। धनियाँहरू हालिदिने। के कस्तो हुन्छ लाइक सेयर कमेन्ट गरिदिनु है साथीहरू। जाने नजानेको यति छ। धन्यवाद मेरो च्यानल हेरिदिनु भएकोमा। अब यसलाई चाहिँ मजाले ढेँडोसँग खानुपर्छ।